सोच्नुस् त, कुनै ठाउँमा विनाशकारी बाढी आउन लाग्यो, तर उद्धार टोली पुग्नुभन्दा पहिले नै आर्थिक सहयोग त्यहाँ पुगिसक्यो। होइन, यो कुनै साइन्स फिक्सन फिल्मको कथा होइन। यो नेपालको लागि एउटा नयाँ वास्तविकता बन्न सक्छ। आज हामी एउटा यस्तो गजबको आर्थिक योजनाको बारेमा कुरा गर्दैछौँ जसले विपदलाई हेर्ने र त्यसको सामना गर्ने तरिकालाई सधैँको लागि बदल्न सक्छ। स्क्रिनमा देखिएको यो वाक्य शब्द मात्रै होइन, यो त सयौं परिवारको दुःख र हजारौं मानिसको विस्थापनको कथा हो। जब विपत्ति आउँछ, त्यसको सबैभन्दा ठूलो मूल्य तथ्याङ्कले होइन, मानिसले चुकाउँछ। त्यसैले यो समस्याको समाधान खोज्नु एउटा विकल्प मात्र होइन, यो हाम्रो जिम्मेवारी हो। अब नेपालमा आउने यी विपत्तिहरू कुनै एकपटकको घटना मात्र होइनन्। यी त नेपालको भौगोलिक र जलवायुको वास्तविकताको एउटा हिस्सा जस्तै बनिसकेका छन्। आउनुहोस्, यो पर्फेक्ट स्टर्म अर्थात् यो जटिल परिस्थितिको पछाडि के छ भनेर अलि गहिरिएर हेरौँ र बुझौँ कि नेपाल किन यति धेरै जोखिममा छ। नेपालको अवस्था कस्तो छ भने यो चारैतिरबाट खतराले घेरिएको छ। दक्षिणमा मनसुनले नदीहरूमा विनाशकारी बाढी ल्याउँछ, उत्तरमा हिमनदीहरू पग्लिएर बनेका तालहरू कुनै पनि बेला फुट्न सक्छन्, जमिनमुनि ठूलो भूकम्पको डर छँदैछ, अनि मौसम परिवर्तनले गर्दा खडेरी र अत्यधिक गर्मीको समस्या पनि छ। भनौँ न, यो एउटा यस्तो लडाईँ हो जुन नेपालले हरेक दिन लड्नु परिरहेको छ। 2015को भूकम्पले हामीलाई एउटा नमिठो सत्य सिकायो। एउटै विपत्तिले देशलाई तहस-नहस बनाउन सक्छ अनि झण्डै 9000 जनाको ज्यान लिन सक्छ। जब यस्तो विनाश निश्चित छ, प्रश्न यो होइन कि विपत्ति आउँछ कि आउँदैन, त्यो त पक्का छ। खास प्रश्न हो, के हामी तयार छौँ र के हाम्रो तयारीको तरिका नै गलत त छैन? तर सोच्नुस् त, यदि हामीले विपद आएपछि मात्रै प्रतिक्रिया दिनुको सट्टा पहिले नै तयारी गर्न सक्यौँ भने के होला? हो, यहीँनिर एउटा नयाँ र शक्तिशाली आइडिया आउँछ, एक वित्तीय प्राथमिक उपचारकर्ताको। अब यो सुन्दा कुनै जटिल आर्थिक कुरा जस्तो लाग्ला, तर त्यस्तो होइन। यसलाई विपदको लागि बनाइएको एउटा स्वचालित आपतकालीन उपकरणको रूपमा सोच्नुहोस्। यो प्रणालीको सबैभन्दा राम्रो कुरा के हो भने यो एकदमै सरल छ, घरको फायर अलार्म जस्तै, होइन त? जब धुवाँ एउटा निश्चित स्तरमा पुग्छ, अलार्म आफै बज्छ, कसैले आगो देख्नै पर्दैन। ठीक त्यसै गरी जब नदीको पानी एउटा निश्चित तहभन्दा माथि जान्छ, पैसा स्वचालित रूपमा निकासा हुन्छ। लामो समयसम्म क्षतिको विवरण कुरेर बस्ने परेन। पुरानो र नयाँ तरिका बीचको यो फरक जीवन र मृत्युको सवाल हुन सक्छ। परम्परागत सहायता प्रणालीमा पैसा आइपुग्दा महिनौं बितिसक्छ, जबकि मानिसहरूलाई तत्कालै मद्दत चाहिएको हुन्छ। तर यो नयाँ प्रणाली, जसलाई एसिड RIFP भनिन्छ, त्यसले बढीमा 14 दिनभित्रै पहिले नै सहमति भएको रकम उपलब्ध गराउँछ। यो प्रतिक्रिया दिनु मात्र होइन, यो त एक कदम अगाडि रहनु हो। ल, यो प्रणालीले काम कसरी गर्छ त? यसले कसरी सुनिश्चित गर्छ कि मद्दत साँच्चै आवश्यक परेको ठाउँमा पुगोस् भनेर? यसको जवाफ 3 तहको सुरक्षा प्रणालीमा लुकेको छ। यो प्रणाली देशदेखि लिएर हरेक परिवारसम्म सबैलाई सुरक्षा दिनको लागि डिजाइन गरिएको हो। यी 3 तहहरू हुन् म्याक्रो, मेसो र माइक्रो। म्याक्रो तहले राष्ट्रिय स्तरमा काम गर्छ, मेसो तहले समुदायलाई जोड्ने पूर्वाधारमा ध्यान दिन्छ र माइक्रो तहले सिधै परिवार र साना व्यवसायहरूलाई मद्दत गर्छ। यी तीनवटै मिलेर एउटा बलियो सुरक्षा प्रणाली बनाउँछन्। सबैभन्दा माथि छ म्याक्रो लेयर। जब कुनै ठूलो विपत्तिले देशलाई नै हल्लाउँछ, त्यति बेला सरकारलाई तत्काल पैसा चाहिन्छ, होइन र? यो तहले खोज, उद्धार र आपतकालीन आश्रय जस्ता जीवन बचाउने कामहरूका लागि तुरुन्तै पैसा उपलब्ध गराएर राष्ट्रिय स्तरको प्रतिक्रियालाई बलियो बनाउँछ। त्यसपछि आउँछ मेसो लेयर, जसलाई देशको जीवनरेखा भन्दा पनि हुन्छ। पुल, सडक, सिँचाइ प्रणाली, यी सबैले समुदायहरूलाई जोडेर राख्छन्। यो तहले यस्ता महत्त्वपूर्ण पूर्वाधारहरूको छिटो मर्मत होस् भनेर सुनिश्चित गर्छ, ताकि जीवन र अर्थतन्त्र चाँडोभन्दा चाँडो सामान्य अवस्थामा फर्किन सकोस्। र अन्तमा सायद सबैभन्दा महत्त्वपूर्ण माइक्रो लेयर। यो तहमा पैसा सिधै परिवार, साना पसल र स्थानीय व्यवसायीहरूको हातमा पुग्छ। यसले मानिसहरूलाई आफ्नो सम्पत्ति बेच्नबाट रोक्छ र उनीहरूको जीविकोपार्जनको रक्षा गर्छ, ताकि उनीहरूले आफ्नो जीवन फेरि सुरु गर्न सकुन्। तर यति सबै कुरा गर्दा एउटा प्रश्न उठ्छ, प्रणालीलाई कहिले पैसा पठाउने भनेर कसरी थाहा हुन्छ? यसको पछाडिको जादु के हो त? हो, जवाफ हो डेटा।
अब हामी यो प्रणालीको मस्तिष्क अर्थात् ती वैज्ञानिक ट्रिगर पोइन्टहरूको बारेमा कुरा गर्नेछौँ जसले यो सबैलाई सम्भव बनाउँछ। यो प्रणाली किन यति स्मार्ट छ भने यसले एउटा मात्र डाटामा भर पर्दैन। उदाहरणको लागि बाढीलाई हेरौँ न। यसले नदीको बहाव र स्याटेलाइटबाट खिचिएका तस्विरहरू दुवैलाई एकैसाथ हेर्छ। यसले गर्दा गलत अलार्म बज्ने सम्भावना एकदमै कम हुन्छ र मद्दत आवश्यक पर्दा मात्रै पठाइन्छ भन्ने सुनिश्चित हुन्छ। अब राम्रो प्रणाली चलाउनलाई राम्रो डाटा त चाहियो नै, त्यसैले नदीको पानी नाप्ने यन्त्रहरू, स्याटेलाइट म्यापिङ अनि डिजिटल रेकर्ड जस्ता कुराहरूमा लगानी गर्नु एकदमै जरुरी छ। यो केवल प्राविधिक कुरा मात्र होइन, यो लगानीले प्रणालीलाई अझ सटिक बनाउँछ, जसको मतलब हो कि सही मद्दत सही समयमा सही ठाउँमा पुग्छ। ल, यो आइडिया त एकदमै राम्रो छ, तर आइडिया हुनु र त्यसलाई साँच्चै लागू गर्नु फरक कुरा हो। अब हेरौँ यो महत्त्वाकांक्षी योजनालाई कसरी कागजबाट निकालेर नेपालभरका समुदायहरूको लागि वास्तविकतामा परिणत गरिँदैछ। यो कुनै हचुवाको भरमा गरिएको काम होइन, यसको एउटा स्पष्ट रोडम्याप छ। पहिला विश्लेषणबाट सुरु हुन्छ, जहाँ समस्यालाई बुझिन्छ, त्यसपछि प्राविधिक डिजाइन, जहाँ प्रणाली बनाइन्छ, अनि सानो स्तरमा परीक्षण गरेर यो काम गर्छ कि गर्दैन भनेर हेरिन्छ, र अन्तमा सफल भएपछि मात्रै यसलाई देशभरि विस्तार गरिन्छ। हरेक चरणले अर्कोको लागि आधार तयार पार्छ। र यो योजना केवल कुरामा मात्र सीमित छैन। यसको लागि सुरुवाती पाइलट कार्यक्रममा 120 मिलियन अमेरिकी डलर छुट्याइएको छ। यसले के देखाउँछ भने यो योजनालाई एकदमै गम्भीरताका साथ अघि बढाइएको छ र यसलाई सफल बनाउन आवश्यक स्रोतहरू पनि उपलब्ध छन्। धेरै जसो समय हामी विपद आएपछि मात्रै त्यसको पछि दौडिरहेका हुन्छौँ, प्रतिक्रिया दिइरहेका हुन्छौँ। तर नेपालको यो प्रयासले हामीलाई एउटा फरक भविष्यको बारेमा सोच्न बाध्य बनाउँछ, एउटा यस्तो भविष्य जहाँ हामी विपदभन्दा एक कदम अगाडि हुन्छौँ। त्यसैले अन्तिम प्रश्न यही हो कि हामी साँच्चै डाटा र प्रविधिको प्रयोग गरेर विपदलाई जित्न सक्छौँ त? यो योजनाले सकिन्छ भन्ने आशा निश्चित रूपमा देखाएको छ।